हेलो एभ्रिवान, यो चाहिँ ढिके नुन। तपाईँहरू चाहिँ कुन नुन प्रयोग गर्नुहुन्छ? यो चाहिँ मैले दही पखाली गरेर एकदम सफा बनाएको, र पनि अझ यस्तो कालो कालो छ, कति धेरै फोहोर हुन्छ यसमा। 2-3 पानी पखालेर अनि सुकाएर अनि तरकारीहरूमा जेमा पनि यही युज गर्छु। पहिला चाहिँ के साथीहरू, अब ढिके नुन भन्ने बित्तिकै भैँसीले खाने यस्तो वस्तुलाई मात्रै दिने भने जस्तो हुन्थ्यो नि त। अनि अहिले चाहिँ त्यो आयोडिन नुनमा के केमिकलहरू छ अथवा आयोडिनको मात्रा छैन के भनेर मान्छे प्रायले ढिके नुन खान थालेको छन् नि त। अनि त्यही भएर मैले पनि 4-5 महिनादेखि चाहिँ यही युज गरिरहेको छु। मजाले धोयो, पखालो, अनि मजाले घाममा सुकायो। अब यो नुन पनि के देखाइराखेको अहिले भिडियो बनाएर भन्नुहुन्छ होला। तपाईँहरू पनि यही नुन युज गर्नुहोस्। मान्छेको प्रेसर हाईहरू यताउता आयोडिन नुनले गरेर भएको भन्ने देखिन्छ नि त कति धेरै भिडियोहरू सोसियल मिडियामा। अनि त्यो भएर मैले पनि कस्तो हुँदो रहेछ भनेर ट्राई गरेको। मलाई चाहिँ ठिक लागिरहेछ।